यो त्रिवेणी गोल्ड कप होइन, 32औं त्रिवेणी गोल्ड कप मोफसल फुटबलको एउटा ऐतिहासिक गोल्ड कप हो यो। तपाईँहरूले देख्न सक्नुहुन्छ, लास्ट टाइम पनि यस्तै थियो, अहिले पनि यस्तै छ होइन। ग्राउन्डको हालत हेर्न सक्नुहुन्छ तपाईँ, एकदम साह्रो छ, माटो छ, साह्रो माटो छ। यो साह्रो माटोमा नि खेल्न त खेलिरहेछन् होइन, खेलाडीहरू खेलिरहेछन्। सो मलाई यहाँ 2-3वटा कुरा भन्नु मन छ। एक त खेलाडीको फिटनेस होइन, दोस्रो खेलाडीले युज गर्ने बुट्स र गेमको यो चर्चा परिचर्चा थोरै। सो खेलिरहेको ग्राउन्ड त तपाईँले देखिहाल्नुभयो होइन, माटै माटो छ, धुलौटे माटो छ, साह्रो ग्राउन्ड छ होइन, हार्ड टफ छ, त्यहीमाथि माटो छ। यो त्रिवेणी युथ क्लबको यो होम ग्राउन्ड हो, यहीँ नै हुन्छ यो त्रिवेणी गोल्ड कप होइन। लास्ट इयर पनि यहीँमै भएको थियो। बट मलाई कन्सर्न चाहिँ यहाँ ग्राउन्डको छैन होइन। ग्राउन्ड त ल ठिकै छ, गराइरहेछ, गोल्ड कप गरिरहेछ, एउटा ग्राउन्ड पाएको छ, ठिक छ। अर्गनाइजरले पनि खासै केही त गर्न सकिँदैन, जाडो महिनामा झन् घाँस पनि पलाउँदैन होइन। बट मलाई कन्सर्न के छ भने खेलाडीहरूको बुट्सको है। र बुट खेलाडीहरूले अब तपाईँलाई थाहा छ होला, खेलाडी खेल्ने भइसकेपछि फरक फरक टाइपको बुट तपाईँले सेलेक्ट गर्नुपर्छ होइन। अब यहाँ कुन बुट युज गर्ने के होइन, ब्लेड युज गर्ने कि स्टड्स युज गर्ने, अब यहाँ एकदम दुविधा छ। अब यो सफ्ट ग्राउन्ड पनि होइन होइन, एफजी युज गर्नलाई, स्टड्स युज गर्नलाई होइन, साह्रो छ। बाहिरको त धुलो खस्रो माटो हो, त्यो चिप्लेर खेलाडीको लाइक इन्जुरी हुनसक्छ क्या, खेलाडीलाई नराम्रो इन्जुरी हुनसक्छ। यहाँ फुटसलको बुट्स लगाएर खेलिँदा नि हुन्छ के हुन्छ, तर अब लाइक रेफ्रीले अब स्टड्स नै चाहिने होला, रेफ्रीले बुट चेक गर्ने बेला त स्टड्स नै चाहिन्छ होइन। सो यहाँ बुट सिलेक्सन चाहिँ एकदम दुविधा कुरा यस्तो ग्राउन्डहरूमा होइन। अस्ति फाल्गुनन्द गोल्ड कपको पनि मैले हेरेँ होइन, एङ्कलमा इन्जुरी आउने कारण यही हो, एक्लिज तन्किने कारण चाहिँ यस्तै नै हुन्छ। सो यो हो बुट सिलेक्सनको बारेमा। चौरको ठिकै छ होइन, 32औं त्रिवेणी गोल्ड ऐतिहासिक हो होइन। अब अर्को कुरा, यहाँ ए डिभिजन खेल्ने क्लब खेल्दैछ होइन, अगेन्स्ट मोफसल क्लब हो अभिषेक चर्च रजर। र गेमको दोस्रो हाफ चलिरहेको छ, सङ्कटा 2-0ले पछाडि परिरहेछ, ए डिभिजन खेल्ने क्लब है। र यहाँ मैले टच लाइनबाट कोचले भनिरहेको छु नि, म्यान टु म्यान चिच्याएर सुने है। सो मलाई चाहिँ थोरै चाहिँ विषयमा चाहिँ के बोल्न मन लाग्छ भने, म्यान टु म्यान फुटबल भनेको लाइक जब एउटा टिममा 11जना खेलाडी आफ्नो फिटनेस लेभलमा टपमा हुन्छ, पिकमा हुन्छ होइन, त्यो बेलामा पनि एउटा क्लब एउटा टिमले म्यान टु म्यान फुटबल खेल्न गाह्रो हुन्छ। एकदम धपिडी कुरा हो त्यो, म्यान टु म्यान जानु भनेको साह्रै धपिडी कुरा हो। यहाँ गोल्ड कपमा कहाँबाट खेलाडीहरू जम्मा गरेर एक दिनको पनि 2-3 घन्टाको ट्रेनिङ सेसनमा ल्याएर म्यान टु म्यान बस्न लगाएर दौडाइरहेछ खेलाडीहरूलाई। म त यो कुनै हालतमा पनि हुन्छ नि, इफेक्टिभ कुनै हालतमा पनि हुन्छ नि, सिस्टमेटिक लाग्दैन कि, कुनै हालतमा पनि लाग्दैन कि यस्तो नि गर्ने हो भन्छु कि म। खेलाडीको मर्म बुझ्छु कि यहाँ खेलाडी कति हुन्छ नि, कति मेहनत गरेर यहाँ पिचमा खेल्दैछन्। यो ए डिभिजनको क्लबले खेल्ने फुटबलै होइन, यो यहाँ जुन देखिरहेछन् सङ्कटाले खेलिरहेछन् त्यो ए डिभिजनले खेल्ने फुटबलै होइन। र यो फुटसल जस्तो छ, एन्ड टु एन्ड फुटबल भइरहेछ, विथ नो इन्टेन्सन अफ गोल, नो इन्टेन्सन अफ एनिथिङ, केही पनि छैन यहाँ है। हो गोल्ड कप राम्रो छ, तर क्वालिटी चाहिँ इम्प्रुभ हुनुपर्छ। यो म्यान टु म्यान गएर क्लब फुटबल यो फुटबलमा हुँदैन, स्पेस खोज्नु पऱ्यो, स्पेस।